नमस्कार साथीहरू, आज यस हवेलीमा ड्युटी परेको छ। वरिपरि हेर्दाखेरि जङ्गलले घेरेको ठाउँ। मेन गेटबाट 4वटा घुम्ती पार गरी माथि आइपुगिदो रहेछ र पारिपट्टि छपक्क बसेको सहर जस्तो देखिने कुनै कम्पनी त कुनै घरहरू रहेका छन्। जङ्गलकै छेउमा रहेको यो सुन्दर स्तूपा, केही साइडमा शमशान घाट पनि रहेछ। वरपरको वातावरण हरियाली वसन्तले छाएको जस्तो। माथि प्राङ्गणमा आइसकेपछि बाउन्ड्रीको प्रत्येक पिल्लरको साइडमा सुन्दर तरिकाले सजिएका मूर्तिहरू देख्न सकिन्छ। यहाँ यो हवेलीमा भएको पार्टीमा खाना पुर्याउने जिम्मा हाम्रो कम्पनीले लिएको छ। त्यसैले म मेरो सहकर्मी साथीसँग यहाँ आइपुगेको छु। सिडी चढी अगाडि पुगेपछि वाटर पार्क आउँदो रहेछ। त्यही अवलोकन गर्नको लागि हामी सिडी चढ्दैछौँ, अगाडि बढ्दैछौँ। दुईतिर रहेको सिडीको बीचमा केही कलाकारहरूले आफ्नो कला दर्शाउनु भएको छ। त्यो हेर्दै हामी अगाडि बढिरह्यौँ। माथिबाट हेर्दा पार्किङमा गाडी पार्क भइसकेको र पारिपट्टिको दृश्य निकै रमाइलो अनि मनमोहक जस्तो देखिन्छ।